आज यो प्रहरी चौकी चौरा चौतारा परिवार आफ्नो यो बारीमा एकचोटि यहाँ तरकारी लगाएर खाइसक्यो हो। मकै पनि यो फलेर खाइसक्यो। यो एक दुईवटा बोट मात्रै बाँकी छन्। बाँकी यो यहाँ फलफुलहरू तरकारीहरू प्रशस्तै छ। आज फेरि यसमा केही तरकारीहरू थप गरिरहेछौँ। यो उता करेसाबारीको छाँटकाट टेकबहादुर साउदबाट अनि त्यहाँ फोहोर मैला व्यवस्थापनतर्फ नरेन्द्र कार्कीजी हुनुहुन्छ। अनि यहाँ यो घाँस कटिङतर्फ चाहिँ मानदेव रोकाईजी। माथि हेर्नु त हो, यो हेर्नु उहाँको अनुहार। यो त हाम्रो के मगर रे तपाईँको लोकेन्द्र पुल मगरजी यहाँ खेत खन्दै हुनुहुन्छ। अब यसमा ट्याक्क लगाएर यो अर्ग्यानिक तरकारीहरू लगाउने हो। यहाँ काँक्रा हेर्नुहोस् फलेको, यहाँ काँक्रा छ, यता पनि काँक्रा छ, त्यहाँ मकै, उता केरा, यो यसमा चाहिँ अम्बाहरू छ। यो हाम्रो अर्ग्यानिक कागती भनौँ कि लेमन भनौँ होइन त्यो। अनि उता धेरै काँक्राहरू छ। यो खेतहरू तल हामीले यो के मुला अनि के लगाएका छौँ रे, थुप्रै कुराहरू लगाएका छौँ। अब यहाँनिर चाहिँ अब नयाँ लाग्नेवाला छ। ल अहिलेलाई यति नै। फेरि यो ठुलो भएपछि फलेपछि चाहिँ फेरि अपडेट गर्दै गरौँला। हस् त, धन्यवाद, बाई।